सुनारको 100 चोट, लोहारको एकै चोट भनेको एकचोटि माओवादीको नेतृत्वमा समाजवादी मोर्चा समेत भएर प्रहार गर्दा राजावादीहरूको बेलुन फुट्यो। अझै पनि उनीहरू दुस्साहस गर्ने कुचेष्टा गर्दैछन्। तथाकथित अहिले सबै पूर्व पञ्चहरू मिलेर जेठ 15 गतेदेखि आन्दोलन भन्ने घोषणा गरेका छन्। म तपाईँ कर्णालीवासी आदरणीय जनसमुदाय र यहाँका वाइसिएल लगायतका युवाहरूलाई विशेष रूपले अपिल गर्न चाहन्छु, उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नको लागि तपाईहरुले हर ठाउँमा, हर गाउँमा, हर टोलमा, हर घरमा जानुपर्नेछ र उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्नेछ। यिनीहरू तिनै राजा महाराजा होइनन् जसले 250 वर्ष नेपाललाई शासन गरेर संसारको सबभन्दा गरिब देशको दर्जामा ल्याउने यिनै होइनन्। ठुल्ठुला बलात्कार र हत्याका परिघटनाहरू घटाउने यिनीहरू नै होइनन्। आफ्नै राजा र राज परिवारको हत्या हुँदा हत्या र पत्ता लगाउने कुरा पनि गर्न नसक्ने कायरहरू यिनै होइनन्।